संगतिमा कोही आउनु छोड्दैछ भने याद गर्नुहोस् अँध्यारो महिनेछ। पाप गर्ने व्यक्तिले प्रार्थना गर्नु छोड्छ, प्रार्थना गर्ने व्यक्तिले पाप गर्नु छोड्छ। एक्ज्याक्टली संगति अब्बासँग राख्नेले यहाँ पनि संगति राख्छ, जसले संगति अब्बासँग राख्दैन यता पनि संगति राख्दैन। अनि उनीहरूलाई सम्झायो भने पनि उनी आउँदैन। तर जसको सम्बन्ध आफ्नो अब्बा पितासँग गहिरो छ नि, संगति खोजेर आउँछ यहाँसम्म। मलाई यो कुरा त्यति गम्भीरतामा थाहा थिएन, तर हालैमा पवित्र आत्माले मलाई भन्नुभयो कि संगतिमा नआउने पनि पाप हो। अनि पहिलो यूहन्ना 1 अध्याय पढ्दाखेरि परमप्रभुले मेरो आँखा खोल्नुभयो। यसो लेखेको छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौँ भने उहाँले हाम्रो पापलाई क्षमा गर्नुहुन्छ। कुन पाप स्वीकार गर्ने? फेरि पहिलो यूहन्ना 1:8 भन्छ, यदि हामीमा पाप छैन भने हामी भन्छौँ भने त हामीले आफूलाई धोका दिएको। कुन पापको कुरा गरिरहेको छ यहाँ? संगतिमा नआउने पाप। यहाँ बेविचारको पाप, हत्याको पाप, लुट्ने पापको कुरा गरेको छैन। सिम्पली संगतिमा नआउने पाप। अब पहिलो यूहन्ना 1:6 हामी हेर्नेछौँ, यदि हामी उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौँ, तर अन्धकारमा हिँड्छौँ भने त हामी झुट बोल्छौँ, सत्यमा चल्दैनौँ। धेरैचोटि हामी भन्छौँ हाम्रो संगति प्रभुसँग छ, मेरो सम्बन्ध प्रभुसँग छ नि, तर यता चाहिँ परमेश्वरले दिनुभएको परिवारसँग हाम्रो कुनै संगति हुँदैन, हामी रिलेसनसिप मेन्टेनै गर्दैनौँ। यो चाहिँ यो वचनले सरासर झुट हो भन्छ। अनि 7 पदमा भन्छ, तर उहाँ ज्योतिमा हुनु भए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो संगति हुन्छ। प्रब्लम यही छ अहिले कि कतिले भन्छ मेरो सम्बन्ध छ प्रभुसँग, मान्छेसँग छैन, सो वाट भन्छ। तर यो गलत हो। पहिलो यूहन्नामा हामी पाउँछौँ, देखेको भाइलाई तिमीले प्रेम गर्दैनौ भने नदेखेको परमेश्वरलाई तिमीले कसरी प्रेम गर्छौ? हो, शरीरमा हामी टुराटुरी हुन सक्छौँ, तर आत्मामा हामी टुराटुरी भएको परमप्रभु चाहनुहुन्न। उहाँले हामीलाई स्पिरिचुअल फ्यामिली दिनुभएको छ। कसरी थाहा हुने स्पिरिचुअल फ्यामिली? रगतको साइनोबाट? मान्छेको इच्छाबाट? एउटै जात भयो भने? पवित्र आत्माले जन्माएको हुन्छ। जसरी तपाईँलाई भोक लागेको थाहा हुन्छ, तिर्खा लागेको थाहा हुन्छ, त्यसरी नै सायद तपाईँले सपनाद्वारा प्रार्थना गर्दाखेरि पवित्र आत्माले तपाईँलाई खोल्नुहुन्छ अगुवाईद्वारा, तेरो परिवार यो हो भनेर। यसैले परमेश्वरले दिनुभएको आत्मिकी परिवारसँग संगति राख्नुहोस्, नछोड्नुहोस्। जस सम्बन्ध छ भने ढुक्कै नबस्नुहोस्, सम्बन्धलाई मेन्टेन गर्नुहोस्। धेरैचोटि मान्छेहरू बिग्रिन्छ, फल्नाले बेविचार गर्न थाले, फल्नाले रक्सी खान थाले, फल्ना यस्तो भयो त्यस्तो भयो। सुरु कहाँबाट भयो? संगति नआउने पापबाटै सुरु भयो। जब मान्छे संगति आउँदैन नि, सबै नराम्रो कुरामा आस्ते आस्ते इन्डल्ज हुन थाल्छ, किनभने ऊ अँध्यारो मिल्न थाल्यो। ज्योतिमा हुने व्यक्तिमा संगति अभियसली हुन्छ। यो वचनले तपाईँको जिन्दगी आज अभियसली चेन्ज गराइदिन्छ। यदि तपाईँ हामीसँग मिलेर यो संसारलाई परिवर्तन गर्न चाहनुहुन्छ, परमेश्वरको राज्यको सुसमाचारमा सहभागिता हुन चाहनुहुन्छ, ओरिजिनल चेला बनाउन चाहनुहुन्छ, घरेलु मण्डलीमा सहभागिता हुन चाहनुहुन्छ, तपाईँलाई स्वागत छ। कसैको दबावमा होइन, कसैको करकापमा होइन, सो इच्छाले हो भने वेलकम गर्छु म तपाईँलाई। गॉड ब्लेस यू।